हेलो गाइज, स्वागत छ सबैजनालाई मेरो मिनी ब्लगमा। आज चाहिँ भ्यालेन्टाइन डेको दिन के हुन्छ, कस्तो हुन्छ तपाईँलाई म देखाउँदैछु है त मेरो ब्लगको मार्फत। म कता कता गएँ हेर्न सक्नुहुन्छ। स्टे ट्युन। गाइज आइसकेपछि चाहिँ हामी रविदासको गाडीमा हेर बुद्धि नभएको यस्तो यस्तो मान्छे देख्न सक्नुहुन्छ। बुद्धि नभएको मिस्त्री नभए मिस्त्री हुन्छ कि अर्को हामी छौँ बस्तीको गाडी बन्दैछ यहाँ। जान्छ हात अहिले कपाल काट्न आएको गाई चाहिँ हाम्रो रविदासको कपाल काटाइ भइरहेको छ यहाँनिर। उहाँ हुनुहुन्छ हाम्रो बच्चादेखि कपाल काट्ने मान्छे हो मेरो। फेरि उहाँ चाहिँ अहिले पुरस्कार लागिसकेको छ बुढो भइसक्यो हैन पुरस्कार लागिसकेको छ। पहिला चाहिँ हाम्रो सङ्गम चोकमा थियो पसल, अहिले चाहिँ फेरि दाइले यता खोल्नु भएको छ नयाँ ठाउँमा। ठ्याक्क आरटीको अगाडिपट्टि छ यो पसल चाहिँ। प्याज हुन्छ कहिले पसलको लोकेसन चाहिँ भन्नु पर्दाखेरि ठ्याक्क आरटीको अगाडि हो। ट्रस्ट मी जेन्ट्स पार्लर हो। यु क्यान ट्रस्ट अस। ट्रस्ट गरेर तपाईँहरू आउनु सक्नुहुन्छ। यहाँ कपाल कटाइ गर्न सक्नुहुन्छ। विगत धेरै वर्षदेखिबाट उहाँहरूले कस्तो लाग्यो कपाल कटाइ तिमीलाई? ठिक छ? हजुरको नाम भनिदिनुहोस् त। नामबाट सुरु गरौँ हामी। विगत कति वर्षदेखिबाट तपाईँले सयलिङ गरिरहनु भएको छ? 15 वर्ष। 15 वर्षदेखिबाट गरिरहनु भएको है। 15 वर्षदेखिबाट अहिलेसम्म सयलिङ गर्दाको भिन्नता तपाईँले के पाउनु भयो त? के भन्नु, कमाएर खाएको। दुईवटा पसल खोलिसक्नु भयो होइन? दुईटा पसल बनाएको हो। स्टाफहरू पनि फेरि हिरो हुनुहुन्छ है गाइस। फेरि हाम्रो स्टाफहरु जिरो छ। बहुत साउ मात्र हिरो छ। रातो भेष त्यसमा ब्ल्याक साप हुन्छ। ल तपाईँको के यहाँको सुविधाहरू भनिदिनु नि त। के गर्नुहुन्छ तपाईँले? यहाँ सबै हुन्छ, कर्लीदेखि लिएर स्टेट क्यारेक्टरदेखि सबै हुन्छ। जेन्ट्स पार्लर हो गाइस। तपाईँहरू आएर एकचोटि भिजिट गरिदिनु होला हाम्रो दाइकोमा। एकदम अफोर्डेबल प्राइसमा उहाँहरूले कर्ली पनि गरिदिनु। हुन्छ सस्तोमा। हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। देख्न सक्नुहुन्छ घरधनी यहाँ बहिनीहरू चाहिँ भ्यालेन्टाइन डेको लागि रेडी भयो क्या हो? बहिनीहरू चाहिँ सम्झिन भेटमा आएर मनिषा बहिनी खै त माथि। अनि आज त अनि डेटिङ जानुपर्ने दिन त। सोझो ल अब हामी बहिनीहरूको फोटोसुट गरिदिन्छु गाइज म चाहिँ। अब ल यता रेडी हो? फोटोसुट सुरु भइसक्यो। हेलो गाइस, फोटोसुट भइसक्यो। भिडियो बनाउँछ भने दाइलाई कन्ट्याक्ट गर्नु होला। फेरि वान्स मोर फोटो खिच्नु भिडियो बनाउनु छ भने दाइले कन्ट्याक्ट गर्नु होला। अब चाहिँ गाइज फोटो हालिदिनु थालिरहेको छु म है। यहाँ बहिनीले एप्पल आइडीको पासवर्डै बिर्सेर चियाबाटीमा चाय पिने के लिए को छन् चियाबाटीमा आज हेरौँ के हुँदैछ। यो चाहिँ हाम्रो चियाबाटी हो गाइज है। कुमारगाडभन्दा हर्का तल छ। तपाईँहरू आइदिनु होला, यहाँ भिजिट गर्नु होला। राम्रो ठाउँ छ, केटाहरू छ नदेखाउँ होला। अहिले चाहिँ आइसक्यो गाइज म है चोकमा। परिवार खाएर बन्द रहेछ, खाएर घर चल्नु रहेछ। ए उस समय
यसका साथसाथै म आजको ब्लग यहीँ इन्ड गरिदिन्छु धन्यवाद डु लाइक सेयर एन्ड सब्सक्राइब सपोर्टिङ होइन सपोर्ट गर्दै जानु पर्छ सबले एकअर्कालाई माया देखाउनुपर्छ किप गोइङ गाइस